ओपन एज स्मार्ट अब्जेक्ट भनेर हामीले कुनै फाइल ओपन गर्यौं भने यसमा ओपन भएको फाइल अर्को क्यानभासमा प्लेस गर्दाखेरि त्यसमा सँगै राख्दाखेरि त्यति लस हुँदैन। यसको फाइलको गुणस्तर लस नहुने हुनाले हामीले यो स्मार्ट अब्जेक्टको रूपमा यसलाई ओपन गर्छौं। यो फाइललाई हामीलाई आवश्यक पर्यो भने यसरी अर्को क्यानभासमा हामी यसरी तान्न पनि सक्छौं। यसरी ल्याएको यो आइटमहरुको क्वालिटी लस नहुने भएकोले हामीले स्मार्ट अब्जेक्टको रूपमा लिन्छौं। स्मार्ट अब्जेक्टको रूपमा यसलाई ओपन गरेका छैन भने जब हामी यसरी प्लेस गर्छौं र यसको लेयरहरुलाई हामी फ्ल्याटन गर्छौं त्यतिखेर यो इमेजको गुणस्तरमा ह्रास आउँछ। तर अहिले यो ओपन एज स्मार्ट अब्जेक्ट भनेर यहाँ प्लेस गरिएको छ, ल्याइएको छ, त्यसले गर्दा यसको गुणस्तरमा ह्रास आउने सम्भावना कम हुन्छ।